ल सुरु गरौँ। प्रणालीले खत्म भएर जसरी नै चुनाव जित्नु परेको थियो। चुनाव जित्न ओडाको लागि करोड खर्च गर्ने स्थिति बनिसकेको छ अहिले हैन। नगरपालिकाको चुनावको ओडामा करोड खर्च गर्ने स्थिति बनिएको छ। गाउँपालिकामा 30-40 लाख खर्च गर्न नसकेर हो तपाईँ पटक पटक हारेको। मदन भण्डारीको हत्याको सन्दर्भमा श्रीमती विद्यादेवी भण्डारी त अहिले पनि अन्यायमा छ नि त, त्यो हिसाबले होइन र? होइन र? उसलाई न्याय दिने त राष्ट्रपति विद्यादेवी भण्डारीको पनि हो, रामवरणको नि हो, र विभिन्न समयमा भनेका प्रधानमन्त्री सरकार सबैको थियो नि त। यस्तो मान्छेको पनि हत्यारा पत्ता लागेन त, कसले गरायो थाहा भएन। अनि आम सर्वसाधारणको के हुन्छ? जुनसँग 35 वर्ष अगाडि युवा नेता थियो, अहिले त दारी पनि सेतै राम्रा भएर फुलेछन्, परिपक्व भएछ, कपाल पनि सेतै फुलेछन्। अब उमेरसँगै परिपक्वता बढ्दै गयो। तपाईँ क्रान्तिको कुरा गर्नुहुन्छ, कसरी सक्नुहुन्छ क्रान्ति? बैठकमा पनि त्यस्तो भएको छ हैन। र एकचोटि मलाई के भन्नुभयो साथीहरूले पनि, सधैँ समयमा चाहिँ साथीहरू नआउने मैले बेसरी करा गरेपछि चाहिँ कमरेड त चाहिँ गाडी पनि छ भने मैले भने म गाडी नचढेको बेलामा के गर्थेँ, र अहिले गाडी चढ्नेहरू के गरेका छन्, यो त मूल्य कुरा हो। तर तपाईँ कहिलेकाहीँ अनावश्यक जोकिनुहुन्छ ठाउँ ठाउँमा। मेरो पुस्ता समेतलाई तपाईँ किन आरोपित गर्दै हुनुहुन्छ? डेफिनेटली आरोपित होइन। मेरो पुस्ताले कुन चाहिँ कुराको पेब्याक गर्नु पर्यो? यहाँ उनले पाएको कुरा के सक्षमतापूर्वक निर्वाह गरेनन्। अब म भनौँ यहाँलाई, परिणाम के दिनुभयो त देश र जनतालाई? परिणाम दिने ठाउँमा हामी कहाँ थियौँ त? तपाईलाई किस्तीमा ल्याएर त कसले दिन्छ? असम्भव। यो असम्भव बनायो भने देश सङ्कटमा फस्छ। यत्रो यो देश सारा यो विश्व साम्राज्यवादको कब्जामा प्रत्यक्ष उपनिवेशहरू भएको बेला भारत, चीन सारा उपनिवेश भएका हाम्रा पुर्खाहरूले यो देश कसैको प्रत्यक्ष उपनिवेश नभएर स्वतन्त्र बनाएर गर्व गर्ने देश बनाए हामीलाई। अहिले पनि हामी त्यसमा गर्व। त्यो त राजाहरूले बनाए। राजाको गाडीमा सुकिलो लुगा लगाउँछौ, तिमी गाडीमै हिँड्छौ, सबै कुरा मिठो मसिनै खान्छौ। राजेन्द्र महतो हाम्रो नेता। हामी त गरिबीमा छौँ, पढ्न अझै समस्या छ, स्वास्थ्यको अझै समस्या छ। तिमीलाई कतिचोटि स्वास्थ्य मन्त्री बनायौँ, सिटामोल नपाएर मर्नुपर्ने अवस्था बिरामीको छ। यो देशको अवस्था जुन तपाईँले जुन व्याख्या गर्नुभयो नि, ठ्याक्कै यो देशको अवस्था कसले बनायो? राजेन्द्र महतोहरूले पनि। यो समस्याको समाधान गर्ने कुरामा चाहिँ आज प्राथमिकता दिनुपर्ने एउटा कुरो हामी त्यहाँ केन्द्रित हौँ। दोस्रो कुरा, राष्ट्रपतिकै राजा भन्नेमा तपाईँले जो जनताको छोराछोरीबाट बनेको राष्ट्रपतिले गल्ती पनि फाल्न सकिन्छ। राजालाई पनि त्यो त फेरि इतिहासमा अर्को पटक फेरि चाहिँ इतिहास हुनै परेन। तपाईँले राजा त्रिभुवन चाहिँ के भन्छ, इन्डिया जाँदाखेरि ज्ञानेन्द्रलाई राजा बनाएको होइन। संविधानले सुरेन्द्र र राजेन्द्रको पालामा हेर्नुस् त पहिला दग्जीजी त्यो होइन नि। संविधानले 5 वर्ष तोक्या छ। रणबहादुर शाहको पालामा होइन त्यस्तो। संविधानले 5 वर्ष तोक्या छ। संविधानले महाभियोग तोक्या छ। राज संस्था राखेपछि संविधान त्यसो भन्छ? अब बनाउने नि नभए त्यस्तो हुँदैन। भएको देश अहिले अल्पसङ्ख्यक मुलुकको अध्यक्ष भएर गर्व गर्ने एउटा नालायक अवस्थामा जो हामी छौँ, त्यसलाई फेर्नको लागि जे चिज चाहिन्छ त्यहाँ केन्द्रित नगरौँ क्या अहिले। त्यो भनेको त्यसो भए यसरी बुझौँ, अहिले राजा ल्याउने कुरा नल्याउने कुरा यो बहसमा नजाउँ। तपाईँले भनेको जस्तो तपाईँ 3टा कुरा भन्नुभयो, राजनीति सफा गरौँ, भ्रष्टाचारको अन्त्य गरौँ, समृद्धिलाई फड्को मारौँ, संविधान संशोधन गरेर अगाडि बढाउँ, ठुलो अभियान होइन। तर यो सबै गर्नको लागि यी राजनीतिक दल, यही रवैया, यही सरकार, यही गठबन्धन, यही शैली, यही भनेको काङ्ग्रेस एमाले मात्रै भने होइन, तपाईँ यता माओवादी एमाले, माओवादी काङ्ग्रेस, एमाले काङ्ग्रेस, यी गठबन्धनले यिनले पार लाउँदैनन्। हाम्रो दृष्टिकोणमा बढी तपाईहरूले गरेको गल्ती नै माओवादीले त्यही हो। त्यसै कारण एकदम सही कुरा छ। तपाईँ 62-63 पछि सबभन्दा बढी सरकारमा रहने माओवादी, सबभन्दा बढी मन्त्री बन्ने तपाईँहरू, प्रधानमन्त्री पनि 3 चोटि बन्ने प्रचण्ड, बाबुराम प्रधानमन्त्री बन्ने। तपाईँले भनेको कुरामा सहमति भएर हामीले आफ्नो सोचमा केही परिवर्तन गरेका छौँ आत्मालोचना गरेर। फेरि काङ्ग्रेसलाई आइज भन्यो भने प्रधानमन्त्री बन्न बेर छैन। होइन, हाम्रो
कतिवटा मान्छेहरू चाहिँ सब्सक्राइब नगरिकन भिडियो हेर्छन् मात्रै लाजे पचाएर क्या हेर्ने मात्रै भने त्यही भनेर सब्सक्राइब गर्दैनन् यार त्यही त यस्तो त हुनु भएन है ल त्यही भने